ल मलाई झ्याउ लागिरहेको थियो, म यो क्वेसनहरू सल्भ गर्छु अनि तिमीलाई हेर्न सजिलो हुन्छ पछि पनि। यहाँ अघि मैले तिम्रो म्यासेज नै कपी भएर यहाँ पेस्ट भएछ, यो पानी पर्न लाग्छ यता लेखेको, केही नि भएन, यसलाई इग्नोर गर। ल यो भेक्टर्सको भयो, जति सक्छौँ त्यति गरौँ है त। सुरुमा चाहिँ क्वेसन नम्बर 1 छ। क्वेसन नम्बर 1मा चाहिँ विच अफ द फलोइङ इज स्केलर क्वान्टिटी भनेको छ। अब क्वेसन नम्बर 1, अब यहाँनिर हेर्ने हो भने त एउटा वेट दिएको छ, प्रेसर दिएको छ, म्याग्नेटिक मोमेन्ट दिएको छ, टर्क दिएको छ। अब हामीलाई चाहिँ यहाँनिर एउटा अप्सन एनालाइज गरे पनि भयो, अनि डाइरेक्ट कुन हो भन्ने थाहा छ भने त्यो डाइरेक्ट एन्सर गर्दा पनि भयो, अथवा कुन हो भन्ने थाहा छैन भने एलिमिनेट गर्ने, रङ एन्सरलाई एलिमिनेट गरेर राइट एन्सर लिएर आउने। सुरुमा चाहिँ वेट भनेको छ। अब यो वेट भनेको के हो त भन्दा त वेट भनेको त फोर्स हो, भनेको त मास इन्टु एक्सेलरेसन ड्यु टु ग्राभिटी हो। यो कालो कालो भएर तिमीलाई अक्षर देख्न गाह्रो होला, म रेड युज गर्छु, रेड। जस्तै वेट भनेको त फोर्स नै हो नि त। फोर्स भनेको त मास इन्टु एक्सेलरेसन ड्यु टु ग्राभिटी हो। अब फोर्स भनेको त भेक्टर हो, त्यो भएको भएर वेट पनि भेक्टर हुने भयो। अथवा वेट भनेको त यत्तिकै हामीले न्युटनमा मेजर गरेर आएको हुन्थ्यौँ, न्युटन भनेको फोर्सको क्वान्टिटी हो, त्यो भएको भएर वेट भनेको त यत्तिकै पनि त भेक्टर हुने भयो। सो वेट इज नट अ स्केलर क्वान्टिटी भनेपछि वेट भन्ने कुरा एन्सर मिलेन। ल वेट भन्ने एन्सर चाहिँ मिलेन। अब प्रेसरमा जाऊँ। प्रेसरमा जाने बेलामा चाहिँ प्रेसर भनेको त हामीलाई थाहा छ नि त। अब खास प्रेसर भनेको चाहिँ टेन्सर क्वान्टिटी हो, तर आइओई प्रिपेयर गर्नको लागि चाहिँ हामीलाई टेन्सर सेन्सर पढ्नु पर्दैन। अब प्रेसर भनेको नि फोर्स अपन एरिया हो। अब प्रेसरको कसरी डाइरेक्सन हुन्छ त नि भन्छ भने चाहिँ प्रेसरको पनि डाइरेक्सन हुन्छ। जस्तै इक्जाम्पल दिन पऱ्यो भने हल्का स्पेसमा कतै छैन, जस्तै मानौँ कुनै मसँग एउटा बलुन छ। यो बलुनमा चाहिँ मैले हावा भरेको छु भने अब यो हावाको सर्टेन एउटा डिरेक्सनमा हेर्ने हो भने, जस्तै यहाँबाट आँखा लगाएर हेरौँ है त। यहाँबाट हेर्ने हो भने त वाट वी क्यान सी इज, हामीले यहाँबाट देख्ने भनेको त के हुन्छ भन्दा यो सर्टेन पोइन्ट छ नि, यो सर्टेन एरियाबाट चाहिँ यसरी आएको देखेको छ नि त प्रेसर, सानो एरियाबाट बाहिर निस्केको प्रेसर देखिएको छ। सो यहाँनिर यसको म्याग्निट्युड पनि छ, फोर्स अपन एरिया। रेड म्याग्निट्युड के भने भयो त प्रेसरको, यहाँनिर बाहिर निस्केको फोर्स एफ, अनि यो सानो एरिया यहाँनिर मैले सानो लिएको एरिया ए, फोर्स अपन एरिया। सो यसको त डाइरेक्सन हुने रहेछ, त्यो भएको भएर प्रेसर पनि स्केलर क्वान्टिटी हुने भएन। सो प्रेसर इज अल्सो रङ एन्सर। अब अर्को छ म्याग्नेटिक मोमेन्ट। म्याग्नेटिक मोमेन्टलाई म लास्टमा भन्छु, टर्क भन्छु सुरुमा चाहिँ। अब टर्क भनेको के हो भन्ने कुरा चाहिँ अस्ति भेक्टर पढ्ने बेला पनि पढ्यो होला। टर्क भनेको चाहिँ टाउ इक्वल्स टु आर क्रस एफ, आर भेक्टर क्रस एफ भेक्टर भनेर पढ्यो होला। अनि जहिले पनि हामीले क्रस प्रडक्ट गऱ्यौँ भने त त्यसको डाइरेक्सन के हुन्छ, टुवार्ड्स दि नर्मल हुन्छ नि त, सरी परपेन्डिकुलर टु द सर्फेस हुन्छ नि त। सो सबै यो दुइटा फोर्सको बिचको परपेन्डिकुलर डाइरेक्सनमा जुन आउँछ त्यो नै त्यसको डाइरेक्सन हुन्छ, के अरे क्रस प्रडक्ट गर्दाखेरि त। अस्ति भेक्टरमा पढेको होला हामीले यो त। सो टर्क इज अल्सो अ भेक्टर क्वान्टिटी होइन। अनि अब टर्कको त अझै हामीले डाइरेक्सन निकाल्नु पऱ्यो भने त के अरे फ्लेमिङ्स राइट ह्यान्ड रुल, लेफ्ट ह्यान्ड रुल भनेर पढेको हो नि त। अब यो म्याग्नेटिक मोमेन्ट भनेको चाहिँ तिमीलाई नयाँ कुरा लाग्न सक्छ। म्याग्नेटिक मोमेन्ट भनेको चाहिँ म्याग्नेटिजममा नि छ, तर धेरै चाहिँदैन म्याग्नेटिक मोमेन्टको, त्यसो न्युमेरिकल्स केही पनि हुन्नन्। बुझ्नको लागि मात्र म्याग्नेटिक मोमेन्ट भनेको चाहिँ म्यू भन्छ, यसलाई चाहिँ हामीले एम डट बी भन्छौँ के। सो म्याग्नेटिक मोमेन्ट भनेको चाहिँ म्यू इक्वल्स टु एम भनेको चाहिँ म्याग्नेटिक के अरे बिर्सेँ एमको मिनिङ नै, मैले यो एमको मिनिङ नै बिर्सेँ। एम इक्वल्स टु एम भनेको बिर्सेँ, छोड्दै। एम भनेको चाहिँ एम डट बी छ, यो म्यू भनेको चाहिँ म्याग्नेटिक मोमेन्ट हो। अनि एम डट बी भनेको त डट प्रोडक्ट हो नि त, त्यसको मतलब त के हुने भयो, एमबी कोसाइन थीटा हुने भयो। सो एमबी कस थीटा भनेको त के भयो त स्केलर क्वान्टिटी भयो। दुइटा भेक्टरको डट प्रोडक्ट गर्ने हो भने त त्यसको रिजल्ट के आउँछ, स्केलर आउँछ नि त। सो यसको राइट एन्सर कुन भयो त भन्दा म्याग्नेटिक मोमेन्ट भयो। यसलाई म फुल स्क्रिन पारिदिन्छु। ल म्याग्नेटिक मोमेन्ट भयो। अब अर्को आउँछ, म यो फ्याँकिदिन्छु सबै, अच्छा डिलिट। ल अर्को चाहिँ आउँछ यहाँनिर एङ्गुलर मोमेन्टम भनेर। अब एङ्गुलर मोमेन्टम भनेको के हो भनेर चाहिँ
भेक्टर हो कि होइन भनेर मात्रै सोध्छ, यो स्केलर हो कि पोलर हो कि एक्जियल हो कि नन हो भनेर कहिले पनि सोध्दैन, किनभने हाम्रो यो 12को सिलेबसमा थिएन, त्यो भएको भएर सोध्दैन। बुझ्न मन लाग्यो भने मैले पोलरको बारेमा चाहिँ बिर्सिएँ। एक्जियल भनेको चाहिँ एङ्गुलर मोमेन्टम अनि एङ्गुलर भेलोसिटी, एङ्गुलर एक्सेलरेसन सबै अगाडिपट्टि एङ्गुलर भनेर चाहिँ सोध्छ नि, अनि सोध्ने बित्तिकै कतै एक्जियल देख्यो भने एक्जियल भेक्टर लगाइदिने। के हो एक्जियल भेक्टर भनेको चाहिँ टुवार्ड्स द एक्सिस। अनि एङ्गुलर हुने बेला सधैँ रोटेसनल डाइनामिक्सको कुराहरू आउँछन्, त्यहाँ त घुम्ने कुराहरू हुन्छ। सो नर्मली घुम्ने भनेको चाहिँ पाङ्ग्रा हो। अब पाङ्ग्रा घुम्ने बेलामा चाहिँ पाङ्ग्राको डाइरेक्सन इज अलवेज यस्तो के बाहिर एङ्गुलर भएर निस्केको हुन्छ, अथवा जो पाङ्ग्राबाट बाहिर निस्केको हुन्छ। अनि यो एक्सिस भनेको यसलाई मैले यसरी एक्सिस जसरी मान्ने हो भने चाहिँ के छ, यो एक्सिस जस्तै छ नि त। सो एक्सिसतिर डाइरेक्सन हुने भएको भएर चाहिँ यसलाई हामीले एक्जियल भेक्टर भन्छौँ, तर यो चाहिँदैन हामीलाई। सो अहिलेको लागि यसको राइट एन्सर चाहिँ के भयो भन्दा एक्जियल भेक्टर भयो, तर आइओईमा सोध्दैन। यो नि फ्याँक्दिएँ मैले। अब विच अफ द फलोइङ इज अ भेक्टर क्वान्टिटी भनेको छ पावर, इलेक्ट्रिक करेन्ट, पोटेन्सियल र डिस्प्लेसमेन्ट। अब पावरको डाइरेक्सन हुन्छ होला र, हामीले कतै जस्तै कुनै एउटा बत्ती बलेको छ, बत्ती चाहिँ मानौँ 60 वाटको छ, 60 वाट पावरको छ। अब यो डाइरेक्सनमा धेरै चकिलो हुने, यसमा थोरै चकिलो हुने, यसमा धेरै चकिलो हुने हुन्छ र हुँदैन। बत्तीको त डाइरेक्सन हुँदैन, भनेको पावरको पनि डाइरेक्सन हुन्न के। सो पावर इज अ स्केलर क्वान्टिटी, भनेको पावर भनेको त अमाउन्ट मात्र हो नि त, तेरो कतिको पावर छ भनेर डाइरेक्सन पावर हुन्छ र हुन्न नि त पावरको त। सो पावर भनेको चाहिँ स्केलर भयो। त्यसपछि विच अफ द फलोइङ इज भेक्टर भनेको थियो, पावर स्केलर रहेछ, त्यो भएको भएर दिस इज नट अ राइट एन्सर। अब इलेक्ट्रिक करेन्टको बारेमा त मैले अस्ति पनि भनेको थिएँ। इलेक्ट्रिक करेन्टको चाहिँ डाइरेक्सन पनि हुन्छ, म्याग्निट्युड पनि हुन्छ आईको, तर इलेक्ट्रिक करेन्टले चाहिँ भेक्टर रुल अफ एडिसन फलो गर्दैन। त्यसको मिनिङ के हो भन्दाखेरि चाहिँ त्यही मैले फेरि पेस्ट युज गरेछु, 3टा पेस्ट भयो, केही नि भएन। ल मानौँ यतातिरबाट I1 आएको थियो होइन, अनि यताबाट I2 आएको थियो। अब यो दुईवटा क्रस भयो भने, यसरी दुईवटा क्रस भयो भने भेक्टर अनुसार त के हुन्छ, I1 माइनस I2 हुन्छ नि त। I1 माइनस I2 गर्न पर्छ भेक्टर अनुसार त। यो हल्का मोटो गराएको छु क्या मैले, I1 माइनस I2 हुन पर्ने हो भेक्टर रुल अफ एडिसन फलो भएको भए। तर यो I1 माइनस I2 चाहिँ हुन्न यस्तो केसमा, सधैँ I1 प्लस I2 हुन्छ। अनि यसरी कहिले पनि जाँदैनन् कि, यिनीहरू दुईवटा भेट भयो भने यिनीहरू नयाँ बाटो बनाउँछन् क्या यसरी। सो यसरी गएर I3 बनाउँछन् यतातिर, अनि I3 भनेको के बन्छ भन्दा, I3 भनेको चाहिँ I1 प्लस I2 बनिदिन्छ। सो यो एडिसन गर्नु भनेको र यो एडिसन गर्नु स्टाइल र 2 + 2 = 4 लेख्नु भनेको एउटै हो। 2 + 2 = 4 हामीले भेक्टर युज गरेर जोडेको हो र होइन, अर्थमेटिक रुल अफ एडिसन भनेको म्याथमेटिक्स युज गरेर जोडेको हो। त्यसरी नै करेन्टलाई जोड्दाखेरि पनि हामीले भेक्टर रुल युज गरिन्न, अर्थमेटिक रुल अफ एडिसन युज गरिन्छ। त्यो भएको भएर करेन्ट इज नट अ भेक्टर क्वान्टिटी, इट इज अ स्केलर क्वान्टिटी। हामीलाई विच अफ द फलोइङ इज अ भेक्टर सोधेको थियो, अब यहाँ क्वेसन नै मेटिएछ त्यो पेस्टले गर्दा। सो इट इज अल्सो नट अ राइट एन्सर। अब पोटेन्सियल भनेको छ, पोटेन्सियल भनेको भी हो। इलेक्ट्रिसिटीमा पढ्थ्यौँ नि हामीले, भी हो। काटियो फेरि फुल स्क्रिन, भी हो। भी भनेको त के थियो त, हामीले वर्क अपन चार्ज थियो, अथवा चार्ज = 1 कुलम भनेको थियौँ कुनै एउटा सर्टेन ठाउँको पोटेन्सियल निकाल्दा। तिमीले यो बिर्स्यौ भने चाहिँ अहिले सम्झिन पर्दैन, पछि सम्झिए नि हुन्छ पछि पढ्दाखेरि। पोटेन्सियल भनेको चाहिँ कुनै पनि एउटा ठाउँको क्यारेक्टरिस्टिक हो कि, जस्तै यो ठाउँ एउटा छ भने यो ठाउँमा चाहिँ कुनै एउटा ठाउँमा लगेर चार्जलाई राखिदिने हो भने, अलि बढी नै कम्प्लिकेटेड हुन्छ होला फेरि। चार्जमा यहाँ राखिदिने हो भने चाहिँ यो यहाँ राखेको चार्जले कति पावर पाउँछ, कति एनर्जी पाउँछ भनेको चाहिँ पोटेन्सियल हो। पोटेन्सियल कहिले पनि डाइरेक्सन हुन्न। पोटेन्सियल एउटा कुनै लोकेसनको क्यारेक्टरिस्टिक हो कि, जस्तै यो कोठामा पनि हरेक पोइन्टमा चाहिँ पोटेन्सियल यति हुन्छ भन्ने हुन्छ। अनि त्यो पोइन्टमा लगेर 5 कुलमको चार्ज राखिदिने हो भने 5 × द्याट पोटेन्सियल भनेको त्यो पोटेन्सियलको अमाउन्ट भनेको नै वर्क हुन्छ कि, अथवा एनर्जी हुन्छ, एनर्जी गटन बाई द्याट ठाउँ के। सो जस्तै इक्जाम्पल के हुनसक्छ भन्दा, अब यो म ग्राभिटी युज गरेर बुझाउँछु है त।
जस्तै पोटेन्सियल एनर्जी भनेको हामीलाई थाहा छ नि त, पोटेन्सियल एनर्जी भनेको त mgh हो। सायद यो देखिन्न होला तिम्रो स्क्रिनमा, येल्लो कलर, रेड नै युज गरौँ है। पोटेन्सियल एनर्जी भनेको त के हो त, mg टाइम्स h हो। अब जस्तै मानौँ कुनै एउटा घर छ अनि यो h हाइट हो होइन, अनि यहाँनिर कुनै एउटा बल राखेको छु मैले। अब यो बलको मानौँ मास 1 kg हो भने यसको पोटेन्सियल एनर्जी कति हुन्छ होला, g इन्टु h हुन्छ नि त, m त 1 हुने भयो। अब g इन्टु h को भ्यालु मानौँ h पनि 1 मानौँ, h पनि 1 मिटरको रहेछ भनेपछि त h लाई पनि हटाउन पाइयो, h लाई पनि हटाउन पाइयो भनेपछि त के भयो त, g मात्र बाँकी रह्यो नि त। अब यो g भनेको चाहिँ यो ठाउँको पोटेन्सियल भयो कि। अब मैले यहाँ 1 छ, मैले यहाँ 10 kg को लहर राखेको भए के हुन्थ्यो, मैले यो जीलाई 10 ले मल्टिप्लाई गरिदिएको मात्र भयो हुन्थ्यो नि त, किनभने हाइट पहिलेदेखि 1 छ, मास पनि पहिला 1 युज गरेर बनाएको ठाउँ थियो। सो यहाँनिर 1 kg मास राख्दाखेरिको जति अमाउन्ट अफ एनर्जी त्यसले पाएर बसेको हुन्छ त्यो भनेको नै त्यो ठाउँको पोटेन्सियल हो। अब त्यहाँ मैले 10 kg को सामान लहर राखेको भए 10 इन्टु त्यो 1 kg पाएको एनर्जी भनेको जी मात्र हुन्थ्यो कि। सो यहाँ राख्दाखेरि त मैले 1 मिटर हाइट छ, मास 1 kg छ, त्यो भएको भएर एनर्जी भनेको नै एक्सेलरेसन ड्यु टु ग्राभिटीसँग इक्वल भयो। मैले 10 kg को लहर राखेको भए के हुन्थ्यो, 10 इन्टु जी गरिदिएको भए हुन्थ्यो त्यसको एनर्जी पाउनको लागि त होइन। त्यसको मतलब के रहेछ भन्दा यो ठाउँको पोटेन्सियल, ठाउँको क्यारेक्टरिस्टिक रहेछ के। जस्तै यहाँनिर ठाउँमा यति अमाउन्ट अफ एनर्जी थियो, मैले बाहिरबाट लगेर 10 kg को राखिदिने बित्तिकै त्यो 10 kg ले पायो। कहाँबाट पायो भन्दा त्यो ठाउँमा बसेको भएर पायो नि त। सो त्यो पोटेन्सियल भनेको चाहिँ त्यो ठाउँको क्यारेक्टरिस्टिक हो। सो त्यो भएको भएर यो पोटेन्सियल भन्ने कुराको पनि डाइरेक्सन हुन्न होला, एकतिर बढी पोटेन्सियल हुने एकतिर थोरै पोटेन्सियल भन्ने हुन्न होला ठाउँमा, ठाउँको क्यारेक्टरिस्टिक भएपछि। सो पोटेन्सियल इज अल्सो है स्केलर क्वान्टिटी, यसलाई पनि स्केलर क्वान्टिटी। रह्यो एउटा मात्र डिस्प्लेसमेन्ट, यसलाई फ्याँकिदिन्छु, यसलाई पनि फ्याँकिदिन्छु। रह्यो डिस्प्लेसमेन्ट भनेको त अस्ति मैले भनेको थिएँ नि डिफ्रेन्स बिट्विन डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट। जस्तै यो पोइन्ट मानौँ ए पोइन्ट हो र यो पोइन्ट मानौँ बी पोइन्ट हो, यहाँबाट मैले स्ट्रेट गएँ भने चाहिँ यो डिस्प्लेसमेन्ट हुन्छ, र मैले यहाँनिर यसरी घुमेर गएँ भने यो डिस्टेन्स हुन्छ। पुग्न त जसरी पनि पुगिन्छ नि त, दुइटैमा म्याग्निट्युड छ। डिस्टेन्स मानौँ 100 मिटर छ अनि सिधा गएको भए 10 मिटर हुन्थ्यो, दुइटैको म्याग्निट्युड छ। तर डाइरेक्सन कसको फिक्स छ, यसको डाइरेक्सन फिक्स छ र डाइरेक्सन छ, माने डाइरेक्सन छ, तर फिक्स्ड डाइरेक्सन पनि चाहिन्छ के, एउटा सर्टेन फिक्स्ड डाइरेक्सन चाहिन्छ। यसको फिक्स त छैन नि त, यो त यसरी मात्र गएको पनि होइन, यो त यसरी 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 जताबाट घुमेर जानु पाउँछ होइन। तर यो डिस्प्लेसमेन्टमा त फिक्स्ड सिधा डाइरेक्सन छ नि त, त्यो भएको भएर डिस्प्लेसमेन्ट इज अ भेक्टर क्वान्टिटी बट डिस्टेन्स इज नट अ भेक्टर क्वान्टिटी। सो हामीले यहाँबाट कुन पायौँ त, कुन थियो त, कुन भयो त हाम्रो राइट एन्सर, डिस्प्लेसमेन्ट इज आवर राइट एन्सर। अब हामी तलपट्टि जाऊँ। विच अफ द फलोइङ इज अ भेक्टर भनेको छ, इलेक्ट्रिक पोटेन्सियल, चार्ज डेन्सिटी, इलेक्ट्रिक फ्लक्स, इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भनेको छ। अब अघि भर्खर मैले भनेको थिएँ पोटेन्सियल भन्ने कुरा त ठाउँको क्यारेक्टरिस्टिक हो भनेको थिएँ होइन। ठाउँको क्यारेक्टरिस्टिक हुने बित्तिकै इलेक्ट्रिक पोटेन्सियल आए पनि, ग्राभिटेसनल पोटेन्सियल आए पनि, जे पोटेन्सियल आए पनि इट इज अ स्केलर क्वान्टिटी बिकज इट इज द क्यारेक्टरिस्टिक अफ ठाउँ। सो इट इज नट अ राइट एन्सर। अनि त्यसपछि चार्ज डेन्सिटी भनेको छ, अनि इलेक्ट्रिक फ्लक्स र इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भनेको छ। अब यहाँनिर चार्ज डेन्सिटी भनेको के हो भन्ने कुरा बुझौँ है त। चार्ज डेन्सिटी भनेको नि एउटा टर्म हो के, चार्ज डेन्सिटी, मास डेन्सिटी, डेन्सिटी भन्ने कुरा। जस्तै डेन्सिटी भनेको के हो हामीलाई नर्मली थाहा भएको मास अपन भोल्युम हो। त्यसको मतलब के बन्यो भन्दा इट इज अल्सो नोन एज मास डेन्सिटी, मास डेन्सिटी, डी लेख्न लाग्यो क्यू लेखिदिएछु, डेन्सिटी। अब यसलाई मास डेन्सिटी भन्छन् भने मास राखेको भएर मास डेन्सिटी भनेको हो। यसमा मैले चार्ज राखिदिएँ भने के हुन्छ नि, क्यू अपन भी गरेँ भने के हुन्छ नि, इट इज चार्ज डेन्सिटी। यो भनेको चार्ज डेन्सिटी भयो। सो चार्ज डेन्सिटी भयो अनि डेन्सिटीको कुनै एउटा डाइरेक्सन हुन्छ र, हुन्न। सो त्यो भएको भएर डेन्सिटी इज अल्सो नट अ भेक्टर क्वान्टिटी, इट इज अ स्केलर क्वान्टिटी। बुझ्यौ। चार्ज डेन्सिटी चाहिँ पछि हामीले क्यापासिटर पढ्ने बेलामा पढ्छौँ, तिमीले क्यापासिटर पढ्ने बेलामा बुझ्छौ। यो अहिलेको लागि चाहिँ यति बुझ, मास राखेको भएर मास डेन्सिटी, चार्ज राखेको भए चार्ज डेन्सिटी, अनि डेन्सिटीको त सर्टेन डाइरेक्सन हुँदैन, त्यो भएको भएर डेन्सिटी इज अल्सो नट अ भेक्टर क्वान्टिटी। सो इट इज अल्सो क्रस्ड, यसलाई पनि मैले क्रस गरिदिएँ।
अब आउँछ इलेक्ट्रिक फ्लक्स र इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी। अब इलेक्ट्रिक फ्लक्स भनेको के हो भन्दाखेरि चाहिँ मानौँ कुनै एउटा ठाउँबाट, अहिलेको लागि चाहिँ म यो फास्ट पढाएको छु, पछि तिमीलाई यो टपिकहरू पढ्ने बेलामा यसको बारेमा डिटेलसँग बुझ्छौ प्रदीप क्षेत्रपाल सरबाट। मानौँ यसरी इलेक्ट्रिक फिल्ड आइरहेको छ कतै, यसरी इलेक्ट्रिक फिल्ड चाहिँ गइरहेको छ भने अनि सडन मैले एरिया राखेँ, यसरी एउटा पेपर राखिदिएँ भने यो पेपरबाट कतिवटा इलेक्ट्रिक फिल्ड छेडेर गएको छ नि, त्यो भनेको नै इलेक्ट्रिक फ्लक्स हो। सो यहाँ 3वटा छेडेर गएको छ, त्यो भएको भएर इट इज 3, इलेक्ट्रिक फ्लक्स भनेको 3। यसको मतलब के रहेछ त भन्दाखेरि चाहिँ जतिवटा इलेक्ट्रिक फिल्ड लाइन्स सर्टेन एरियाबाट छिर्छ त्यो भनेको नै इलेक्ट्रिक फ्लक्स रहेछ। सो इलेक्ट्रिक फ्लक्स भनेको चाहिँ के रहेछ त भन्दा इलेक्ट्रिक फिल्ड अपन एरिया रहेछ होइन, इलेक्ट्रिक फिल्ड अपन एरिया रहेछ। अनि इलेक्ट्रिक फ्लक्सको कतै डाइरेक्सन छ र यो डाइरेक्सन भन्लाउने फेरि यो त इलेक्ट्रिक फिल्डको डाइरेक्सन भयो, तर इलेक्ट्रिक फ्लक्स भनेको त एउटा क्वान्टिटी हो नि त, कतिवटा इलेक्ट्रिक फ्लक्स छिर्यो भन्ने मात्र क्वान्टिटी हो, कहाँबाट छिर्यो कसरी छिर्यो भन्ने कुरा मतलब भएन, त्यो पेपरमा छिर्न पऱ्यो, छिरेपछि भयो। सो इट इज अल्सो नट ह्याभिङ डाइरेक्सन, त्यो भएको भएर इट इज अल्सो स्केलर क्वान्टिटी। रह्यो के नि अब रह्यो इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी। अब इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भनेको के हो भन्दा अघि मैले लेखेको ई हो यो ई हो। सो इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भनेको त फोर्स अपन चार्ज हो, अहिले यो पढ्नु परेन, तर इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी अहिले मैले बनाइहालेँ। इलेक्ट्रिक फिल्डको डाइरेक्सन यस्तो हुन्छ, के अरे नोटेसन यतिकै पनि थाहा हुन्छ यो त भेक्टर हो भन्ने कुरा होइन। अनि यो इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भनेको चाहिँ कुनै एउटा चार्जमा, कुनै एउटा 1 कुलम चार्जमा कति फोर्स लाग्छ भन्नु हो कि इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी भनेको। किनभने यो Q = 1 राखिदिने बित्तिकै त के हुन्छ यहाँनिर E = F हुन्छ होइन। E = F भनेको त के रहेछ, 1 कुलम चार्जमा लागेको फोर्स भनेको नै इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी हो। सो इट इज अल्सो फोर्स, यो भनेको अन्त फोर्स नै रहेछ, त्यो भएको भएर इट इज अ भेक्टर क्वान्टिटी। तिमीले भर्खर म्यासेज गर्यौ, अब रिप्लाई गरौँ कि नगरौँ काटेर, ल इट इज रिप्लाई, इट इज भेक्टर क्वान्टिटी। 4वटा क्वेसन गरेछु है, म यो सबै हटाउँछु पहिला, ल मेट दिएँ। अब हामी जान्छौँ क्वेसन नम्बर विच अफ द फलोइङ स्केलर भनेको रहेछ, यसले मेट यो छोपिएछ। अब यसले यो चाहिँ पछि गरौँला 5 नम्बरको। 6मा जान्छ विच अफ द फलोइङ स्केलर क्वान्टिटी भनेको छ म्याग्नेटिक इलेक्ट्रिक फिल्ड भन्ने कुरा भर्खर भनिहालेँ मैले। इलेक्ट्रिक फिल्ड इन्टेन्सिटी त्यो सबै उसो के अरे भेक्टर हो। जसरी इलेक्ट्रिक फिल्ड भेक्टर हो नि त्यसरी नै म्याग्नेटिक फिल्ड पनि भेक्टर हो। म्याग्नेटिक फिल्ड पनि त यसो गरेर बी लेख्छौँ नि त, सो इट इज अल्सो भेक्टर क्वान्टिटी होइन। अनि इलेक्ट्रिक डाइपोल र पोटेन्सियल, अब यो दुइटामा कुन चाहिँ हो त स्केलर भन्दाखेरि त मैले माथि भनेको थिएँ पोटेन्सियल भनेको त सर्टेन ठाउँको क्यारेक्टरिस्टिक हो, त्यो भएको भएर यसलाई स्केलर भन्छ भनेको थिएँ। अब यो इलेक्ट्रिक डाइपोल भनेको के हो भन्ने कुरा पढ्छ भने चाहिँ चाहिँदैन, यो खास टपिक आइओईमा पनि छैन, सिलेबस पनि छैन, त्यही नि म भनिदिन्छु। जस्तै यो प्लस भयो अनि यो माइनस भयो, प्लस चार्ज माइनस चार्ज भयो भने जहिले पनि इलेक्ट्रिक फिल्डहरू इट अरिजिनेट्स फ्रम प्लस चार्ज एन्ड इट टर्मिनेट्स इन माइनस चार्ज। कहिले पनि इलेक्ट्रिक फिल्ड चाहिँ माइनसबाट प्लसमा जाँदैन, तर म्याग्नेटिक फिल्ड भएको भए चाहिँ माइनसबाट प्लसमा पनि जान्थ्यो, तर इलेक्ट्रिक फिल्ड कहिले पनि जाँदैन। अनि यो टर्मिनेट भएपछि यहाँनिर के हुने भयो, दुइटामा त पोल क्रिएट हुने भयो नि त, यतातिर प्लस पोल यतातिर माइनस पोल, त्यो भएको भएर इलेक्ट्रिक डाइपोल भनेको यसलाई। सो यसको पनि के अरे यसको पनि डाइरेक्सन हुन्छ क्या डाइपोलको पनि। अब यो हामीलाई चाहिँदैन किनभने आइओईको सिलेबसमा पनि छैन, त्यो भएको भएर इलेक्ट्रिक डाइपोल इज अल्सो भेक्टर क्वान्टिटी। सो यो नै भेक्टर भयो। विच अफ द फलोइङ इज स्केलर भनेको छु, सो पोटेन्सियल इज स्केलर क्वान्टिटी। म तिमीहरू म्यासेजको रिप्लाई गर्छु, एकछिन तिमीसँग बोल्छु, बाई बाई। ल क्वेसन नम्बर 7मा जाउँ। वाट इज द नेसेसरी कन्डिसन फर फिजिकल क्वान्टिटी टु बी भेक्टर भनेको छ, पहिला मेटिदिन्छु म। अब कुनै एउटा क्वान्टिटी भेक्टर हुनको लागि के चाहिन्छ होला नेसेसरी कन्डिसन, एउटा चाहिँ हामीसँग म्याग्निट्युड हुनै पऱ्यो, अर्को भनेको डाइरेक्सन हुनै पऱ्यो। तर यो दुइटा मात्र भएर नि हुन्न नि, किनभने करेन्टसँग त यो दुइटा मात्र छ, एउटा पनि छ, तर करेन्ट त स्केलर हो। करेन्ट किन भेक्टर भएन भन्दाखेरि त करेन्टले त भेक्टर ल अफ एडिसन फलो गर्दैन। सो यो दुइटा भएर पनि भेक्टर ल अफ एडिसन पनि फलो हुन पऱ्यो। सो बोथ म्याग्निट्युड एन्ड डाइरेक्सन पनि भएर मात्र पनि भएन, मस्ट ह्याभ बोथ म्याग्निट्युड एन्ड डाइरेक्सन एन्ड फलो दि भेक्टर ल अफ एडिसन। सो लास्टको एन्सर राइट एन्सर भयो। एन्ड एलिमेन्ट्री एरिया भनेको त भेक्टर हो, थाहा छ हामीलाई।
अनि मोमेन्ट अफ इनर्सिया भनेको छ। अब मोमेन्ट अफ इनर्सिया खास भनेको चाहिँ टेन्सर क्वान्टिटी हो। माथि हाम्रो पङ्खा करा छ है, बिग्रेछ त्यही भएर। तर मोमेन्ट अफ इनर्सिया चाहिँ खास भन्ने हो भने के अरे टेन्सर क्वान्टिटी हो। अनि अहिलेको लागि चाहिँ हामीले आई इक्वल्स टु एम क्रस आर गर्छौँ क्या, होइन एमआर मात्र गर्छौँ, एम इन्टु आर मात्र गर्छौँ। त्यो भएको भएर इट इज नट के भन्छ सायद मोमेन्ट अफ इनर्सिया भेक्टर हो कि यसलाई क्रस चेक गर्नुपर्छ। यो हेर है अहिले, अनि मलाई भन। मोमेन्ट अफ इनर्सिया भनेको खास मास नै हो हुन चाहिँ। मास इज अ स्केलर क्वान्टिटी, सो इट इज अ स्केलर क्वान्टिटी। किनभने मोमेन्ट अफ इनर्सिया भनेको त रोटेसनल डाइनामिक्सको मास हो नि त। सो मास इज अल्सो स्केलर क्वान्टिटी, त्यो भएको भएर यसलाई स्केलर भनेको है। अब खास मोमेन्ट अफ इनर्सिया भनेको चाहिँ केही कुराको एनर्सिया हो कि, जस्तै मास भनेको नि एनर्सिया हो। तिमीले रोटेसनल डाइनामिक्स पढ्ने बेलामा थाहा हुन्छ। जस्तै कुनै एउटा मैले यसरी राखेँ भने यो 10 केजीको छ भने यसलाई मैले हिँडाउनको लागि त यसलाई मैले हिँडाउन चाहन्थेँ केही न केही गरेर, तर यो किन हिँड्दैन भन्दाखेरि चाहिँ यसमा इनर्सिया छ। अनि त्यो इनर्सिया कसरी आएको भन्दाखेरि त मास भएर आएको हो। सो मास इज कल्ड एनर्सिया। मास भनेको टोटल अमाउन्ट अफ म्याटर कन्टेन्ट इन बडी होइन।